नमस्ते एभ्रिवान, नयाँ दिन नयाँ जोसको साथमा स्वागत गर्छु। म मनिषा थापा, तपाईँलाई मेरो युट्युब च्यानलमा, मेरो भिडियोमा, मेरो ब्लगमा नयाँ दिनको सुरुवात भइसकेको छ र अब चाहिँ एकदम गरम चढिसकेको छ। इजरायलमा टनटन घाम लागिरहेको छ हो। सुडाल, लामो सुडाल, मोटो स्वेटरबाट चाहिँ अब भेस्ट र हाफप्यान्टमा झरिसकेको छु हामीहरू होइन। अन्त हिजो चाहिँ के भयो भन्दाखेरि बोजूको हस्बेन्डको डेथ एनिभर्सरी थियो। अन्त उनीहरूको मन्दिरमा गएर के गर्छ नि त, प्रार्थनाहरू गर्छ, किताबहरू पढ्छ, अनि खानाहरू खान्छ होइन। अब उनीहरूको मन्दिरमा त्यहाँ त अब माछा मासु पनि चल्छ, हाम्रो जस्तो हुँदैन। अन्त त्यस्तो गऱ्यो नि त। अन्त बोजूलाई पनि लिएर गएँ म होइन। बोजूले चाहिँ जान्न भन्दै थियो र पनि छोरी चाहिँले फोर्स गरेर, जेठी छोरीले फोर्स गरेर आउनु न आउनु आउनु, म घरमा के बसिरहने भनेर चाहिँ बोलायो। अन्त चाहिँ हामी गएँ होइन। हामी गएँ, बोजूलाई चेयरमा हालेर गएँ होइन। अन्त मेरो बोजू चाहिँ धेरै विक भएको छ नि त। पहिला म फर्स्टमा आउँदाखेरि कस्तो हुनुहुन्थ्यो होइन बोजू, अब लट्ठी बिना पनि हिँड्थ्यो बोजू फर्स्टमा आउँदाखेरि होइन। त्यहाँदेखि अलिक साल बित्दै गयो, त्यहाँदेखि लट्ठीमा झऱ्यो, त्यहाँदेखि अलिक साल बित्दै गयो हेलिकनमा झऱ्यो होइन। अलिक साल बित्दै गयो, अब नभनेको पनि 90 वर्ष त पुगिसकेको छ। त्यत्रो 12जना नानीहरू जन्माउनु भएको होइन बोजूले, र पनि ऊ त यत्तिको स्ट्रङ छ नि त है। एभ्री इयर फेरि केही न केही भएर एडमिट हुन्छ हस्पिटलमा होइन। अन्त यो पालि चाहिँ बोजूको अब निकै हेल्थमा उयो भएर चाहिँ धेरै विक हुनुभएको छ होइन। भगवान्लाई धेरै धेरै धन्यवाद, अहिले चाहिँ धेरै बेटर हुनुभएको छ। तर खालि उसलाई अब उयै छैन, लुरै छैन। मलाई ताक्लुतुक फिल गर्छु भन्नुहुँदै थियो हो, भन्नुहुँदैछ अहिले पनि होइन। अन्त सायद अब त्यो दबाईहरूले गर्दा पनि होला, एन्टिबायोटिकले गर्दा पनि होला, ब्लड पनि हाल्नु भएको थियो अस्ति हस्पिटलमा। अन्त अहिले घरमै आइरन पनि हाल्नु हुँदैछ। अन्त आइरनकै उयो पनि खानु हुँदैछ होइन। के भन्छ त्यसलाई, सिरप डेली लिनु हुँदैछ। त्यसले गर्दा एभ्रिडे अन्डा माछा मासुहरू खानु भन्नुभएको छ। र त्यसले गर्दा पनि मैले आजकल अब हामी मदन गएको छुइनँ, मदन पनि खुलिसक्यो होइन। 1 हप्ता हुन आँट्यो मदन खुलेको। अरू साथीभाइहरू त जाँदैछ, अन्त म र बोजू चाहिँ गएको छुइनँ। अन्ना पनि जाँदैछ। अब बोजू विक भएर नगएको हामी चाहिँ हो। अलिक दिन रेस्ट गर्छु भन्नुभएको छ बोजूले। अन्त एभ्रिडे म चाहिँ बोजूलाई अब नयाँ नयाँ खानेकुराहरू पकाएर दिने कोसिस गर्छु। कोही बेला अस्ति चाउमिन बनाइदिएको थिएँ, हिजो माछा बनाइदिएँ, आज चाहिँ त्यो किनकेको डाँक्ला, हामी डुकुहरू खान्छु नि क्या, डाँक्ला, त्यस्तै किनकेको डाँक्ला र मासु बनाइदिएँ। त्यो पनि खानुभयो। अलिअलि खान्छ, खानु चाहिँ खान्छ, अलिअलि खान्छ। अन्त त्यहाँपछि हिजो बोजूलाई चाहिँ मैले त्यहाँनिर बेडकेनेसिस लाँदाखेरि चाहिँ छोरीले देखेँ नि त, अलिक त्यो टाढोमा बस्छ नि त ऊ छोरी चाहिँ। हस्पिटलमा आउँदाखेरि त अब ऊ आइबस्थ्यो, पुऱ्याउनु पनि हस्पिटल डिस्चार्ज दिने दिन पनि उसले नै पुऱ्याउनु आउनुभएको। अन्त धेरै दिन बाद भन्दा पनि लगभग बोजू अब कति भयो, 1 हप्ता, फ्राइडे, यो आउने हप्तासँग 2 हप्ता हुन्छ होइन। अन्त लगभग 2 हप्ता बाद देखेँ नि त कि बोजूको छोरीले बोजूलाई। बोजूको कस्तो लाग्यो कि के हो कि आँखाभरि आँसु पार्यो हो। बोजूको छेउमा चाहिँ रोएन, भित्र गएर आँखाभरि आँसु पार्यो। अन्त म पनि पछि गएँ हो, किन रुको त, नरो, त्यसरी नरो, हेर बोजू धेरै राम्रो भएको छ, के भन्छ हस्पिटलमा जस्तो थियो त्यो हेरेर त कहाँ राम्रो भएको छ, त्यस्तो प्रब्लम उसलाई केही छैन अरे, खालि लुर मात्रै छैन अरे भन्दै भनेर सम्झाएँ। अन्त आँखा पारि आँसु पार्दै अलिअलि साथ होइन, अलिअलि जे भए पनि खिलाइदिए ल एभ्री टाइम भन्दै भन्नुभयो हो। अन्त अलिअलि भए पनि एभ्री टाइम बोजूलाई केही न केही खिलाइदिए ल भन्नुभयो। अन्त म खिलाइदिन्छु। तेरो आमाले पनि पुरा ट्राई गरेको हो, ट्राई नगरेको होइन, एकदम कोसिस गर्छ बिचराले। अब त्यो बिमारीले है बुढी मान्छेलाई, त्यसै पनि हामी नर्मली बिमार हुँदा केही त खानु मन लाग्दैन, उसलाई त झन् के भयो। पहिला युरिनमा ब्लड गयो, त्यहाँदेखि लङ्समा अलिअलि पानी देखा पर्यो, त्यसपछि हेमोग्लोबिन कम्ती, क्याल्सियम कम्ती, कस्तो साह्रो पर्यो। र पनि बोजू यस्तो स्ट्रङ छ अहिले पनि होइन। अन्त खान्छ, कोसिस नगरेको होइन, कोसिस गर्छ बोजूले होइन। अलिअलि भए पनि खानु चाहिँ खान्छ। घरि म के दिन्छु, टेन्सन नगर, केही हुँदैन, नरु भन्दै सम्झायो नि त कि। अन्त बोजू कस्तो छोरी कस्तो माया लाग्दो रुयो होइन।
आफूलाई कस्तो लाग्यो क्या, मेरो पनि मम्मी लास्ट इयर भनेदेखि पनि अझै लास्ट इयर 2025 24को लास्ट र 25मै होला हौ। मेरो मम्मी पनि पुरा बिसन्चो हुनुभएको थियो नि त। अन्त घरि युरिक एसिड छ नि त हाम्रो मम्मीको, युरिक एसिडको घरि के को भनेर कस्तो अब फोन गर्दा पनि आइया आइया भन्नुहुन्थ्यो नि त कि। अन्त त्यस्तो देख्दाखेरि म पनि कस्तो रुँदै रुँदै खाना खान्थेँ होइन। सुत्नु पनि सक्थिनँ राति हुँदो, कस्तो निन्द्रै लाग्थेन हो। मलाई दुख्नु नि मेरो आमालाई दुख्ने त अब म सहनु सक्छु होला भन्ने त्यस्तो खालको सोच आउँथ्यो होइन। अन्त मैले त्यही फिल गरेँ क्या, उसलाई पनि अब आफ्नो आमा हो होइन, बाउ पनि छैन, कस्तो हुँदै होला, कस्तो लाग्यो होला आफ्नो आमालाई त्यस्तो देख्दा है। अचानक अब युट्युब खोल्दै थियो कि एडभर्टाइज पो रहेछ। अन्त के भन्दै थिएँ, बोल्दा बोल्दा भुलि नै भइसक्यो म पनि। अन्त अब अचानक बोजूको हेल्थ राम्रो थियो नि त होइन। अब अहिले अचानक पुरा घट्नु भएको छ हो। मैले नुहाइदिँदाखेरि पनि यसो यो ढाँडको मासु हेर्छु, भुँडीतुराको मासु हेर्छु, स्यापक्क भएको छ होइन। अन्त के भन्छ र पनि मैले उयो गरेँ होइन। म पनि जतिसक्दो म कोसिस गर्छु बोजूलाई कराएर हुन्छ कि गालामा चुम्मा गरेर हुन्छ कि फकाएर हुन्छ कि फुस्लाएर हुन्छ खुवाउनु चाहिँ खुवाउँछु म क्या। अलिअलि बिहान उठ्ने बित्तिकै कफी ब्रेकफास्ट, त्यसपछि फ्रुट्स दिन्छु, त्यसपछि 12 बजी खाना दिन्छु, त्यहाँदेखि फेरि फ्रुट्सहरू दिन्छु, त्यहाँदेखि फेरि कफी र बिस्किट दिन्छु, त्यहाँदेखि फेरि बेलुका डिनर दिन्छु होइन। बिचबिचमा म उयोहरू जुसहरू पनि दिन्छु। त्यसरी क्या एभ्री टाइम केही न केही दिइबस्छु। अन्त पानी पनि बेसी नपिउनु भनेको छ। यत्रो बडे कपको चाहिँ 5-6 कपदेखिको बेसी नदिनु भन्नुभएको छ हो। डल्लै त्यो चिया कफी दबाईमा खाने पानीहरू गरेर सबै मिलाएर त्योभन्दा बेसी नदिनु भनेको छ। त्यो अब लङ्समा पानीले गर्दा। अन्त बोजू चाहिँ खालि सुप मात्रै खानु खोज्छ नि त। अन्त सुप मात्रै त राम्रो होइन, उसलाई बेसी चाहिँ माछा मासु अन्डा खानु भनेको छ हो। अन्त आजकल त म डेली कि माछा कि मासु बनाउँछु, अन्डा त खान्छ एउटा खान्छ हो। अन्त मलाई चाहिँ बोजूको छोरी रुँदा चाहिँ कस्तो नराम्रो लाग्यो क्या। अब कस्तो लाग्यो, म आफूलाई फिल गरेँ क्या। मेरो आमा बिमार हुँदा म कस्तो भएको थिएँ, उनीहरूलाई कस्तो लाग्दै होला भन्ने भयो होइन। अन्त एउटा छोरी कान्छी छोरीले चाहिँ म 1-2 दिन आउँदिनँ हो घरमा, आमासँग पनि बोल्दिनँ, त्यस्तो गऱ्यो भने न खाना खान्छ कि भन्छ हो। टेन्सन भएको होला नि। अन्त मैले त्यस्तो नगर, ट्राई गर्दैछ बोजूले होइन, बिचराले नखाएको होइन, खाएकै हो। अब त्यस्तो गऱ्यो भने झन् अचानक फोनहरू गरेन आएन भने झन् बोजू कस्तो टेन्सन मान्छ। त्यस्तो नगर, 1-2 दिन अब्जर्भ गरौँ हेरौँ खान्छ खाँदैन होइन भनेर भन्यो नि त कि। पुरा म वरिड छु आमाको लागि भन्दैछु नि त। अनि टेन्सन नलिए म जतिसक्दो मेरो कोसिस गर्छु होइन। म जबरजस्ती भए पनि खिलाउँछु म होइन। लास्ट अब व्याक गऱ्यो भने मात्रै म गिभ अप गर्छु, नभए चाहिँ म बोजूलाई खिलाउँछु। म जान्छु, म घर जान्छु भनिदिन्छु हो, घरि के भनिदिन्छु होइन। खान्छ अन्त के भन्छ तैँले खाइनस् भने होइन हामी जति गर्दा पनि हुँदैन, तपाईँले नखाइन्जेल चाहिँ तपाईँको आफ्नै कोसिसले मात्रै हो तपाईँ जाती हुने भनेर पुरा उयो गर्छु नि त हो। बिचराले खान्छ हामी चाहिँ। अन्त छोरीहरू पुरा टेन्सन मानिरहेको छ। अन्त आज चाहिँ फेरि बोजूको नातिको बिहा हो होइन। अब बोजूको नातिले माया गर्छ अब पहिल्यैदेखिकै। मेरो बिहामा चाहिँ बोजू होस् भन्ने चाहिँ अब उसको सोचाइ हो नि त। त्यसले गर्दा आज बिहामा जानुपर्छ बेलुका होइन। अक्सिजनको त्यो बोतलहरू पनि लिएर जान्छु, अक्सिजनको सिलिन्डर के को बोतल हौ। अन्त के भन्छ बोजूले चाहिँ अब आधी घन्टा जति अक्सिजन लाएन भने त्यहाँदेखि फेरि अचानक मलाई अक्सिजन दे न भन्छ नि त। अन्त दिइहाल्नुपर्छ अचानक क्या, सडन्ली मागिहाल्छ उसले। अन्त त्यसले गर्दा चाहिँ म अक्सिजन पनि लिएर आउँछु भनेको छु हो। अन्त आजकल त हामी मदन जाँदिनँ, बिहान पनि 10 बजीहरू उठ्छु, 9:30 10 छिट्टो भनेको 9:30 हो। उठेर डाइरेक्ट बोजूलाई नुहाइदियो गरेर ब्रेकफास्ट दिँदा 12 बज्छ हो। त्यत्तिकै दिन त यसरी बित्छ नि हौ। अन्त बोजूले ढिलो उठ्नुपर्छ र भन्छ हो। उठेर पनि के गर्नु है, म उयो त जाने होइन, ढिलो उठ भन्छ हो। अन्त बेलुका चाहिँ अब बोजूलाई हेरिबस्छु नि त म। अन्त अरू बेला पनि बोजू यता पल्टिँदै अब बेडको लेफ्ट साइड राइट साइड पल्टिँदै सुत्छ नि त। यस्तो घरि घरि यतापट्टि टाउको पार्छ, घरि यतापट्टि टाउको पार्छ नि त। अन्त आजकल त अब बोजू आफै उठ्नु सक्दैन। अन्त म टाइममा उठ्दै बोजू उयो पल्टाइदिउँ भन्छु, भन्छ। अन्त बोजूलाई थाहा छ क्या म
रातभरि रेगुलर सिधा सुत्दिनँ नि त। घरि पनि आएर यस्तो नाकमा त्यो उयो अक्सिजनको छ कि छैन भनेर छान्छु, घरि पनि फेरि यस्तो छाती छाम्छु सास फेरेको छ कि छैन भनेर। कस्तो पापी मन होला है मेरो। अन्त त्यस्तो गर्छु नि त। अन्त त्यसले गर्दा चाहिँ बोजूलाई पनि थाहा छ यो पनि मजाले सुत्नु पाउँदैन भनेर कि। अन्त त्यसले गर्दा चाहिँ हामी ढिलो उठ्छु हो। अब त्यही डक्टरहरू आउनु चाहिँ यताउति छ भने चाहिँ आजकल फेरि मेरो बोजूको डक्टर पनि घरमै आउनुहुन्छ, नर्स पनि घरमै आउनुहुन्छ होइन। अन्त अस्तिको हप्ता आएको थियो, यो हप्ता आएको थियो। अब विकमा एकपल्ट आउँछु भनेको छ डक्टर चाहिँ। अन्त नर्स चाहिँ जति बेला अब बोलायो त्यति बेला आउँछ होला हौ। डक्टर चाहिँ विकमा एकपल्ट आउँछ। डक्टर पनि बुढो छ, राम्रो छ हो। अन्त मैले चाहिँ अब बोजूको सबै अब पहिलादेखिकै दबाईहरू होइन, पहिल्यैदेखिको म त्यसरी अब कुन दबाई भनेर चाहिँ लेखेर राख्थेँ। अन्त अस्ति डक्टर आएर चाहिँ अन्त मलाई दबाई देखा त भन्दाखेरि चाहिँ त्यो टक्क खोलेर देखाइदिएँ। त्यहाँ प्रेसर नापेको पनि सबै मैले लेखेर रेकर्ड गरेर राख्छु नि त होइन। त्यो देखाइदिएँ। अन्त डक्टरले बोजूको छोरीलाई यसले राम्रो उयो गर्दा रहेछ, राम्ररी म्यानेज गर्दा रहेछ भनेर हो। अन्त बोजूको छोरीले भन्दै थियो तँलाई थ्याङ्क यू ल भन्दै थियो हो। अन्त तँलाई थ्याङ्क यू ल भन्दै थियो। अन्त मैले मेरो कामै त्यही हो भनेर भनेँ होइन। अन्त बोजू त्यस्तो बिमार हुन्छ होइन, अब त्यस्तो भइरहेको छ। मलाई पो उल्टा खाना खा तैँले हो त्यस्तोहरू भन्छ। अन्त छोराछोरी आयो भने यसले त मलाई कस्तो उयो केयर गर्छ, यस्तो उस्तो, यसलाई मलाई सफा राख्छ, यस्तो उस्तो भन्दै भन्छ हो। अन्त छोरी चाहिँ खुसी हुन्छ। अन्त म त के भन्नुहुन्छ कि अन्त मेरो कामै त्यही हो, म त्यही काम गर्नु त आएको यहाँनिर भनेर मलाई त्यस्तै सिकाएको छ भनेर भन्छु हो। अन्त खानाहरू राम्ररी खानुपर्छ, छिटो जाती हुनुपर्छ भनेर भन्छु होइन। अन्त खालि बोजूले चाहिँ त्यही भन्छ, मेरो ताकतै छैन मात्रै भन्छ हो। अन्त खाना खायो एकछिन बस्यो ढल्किहाल्छ, फेरि खाना खायो एकछिन बाहिर गयो ढल्किहाल्छ हो। त्यस्तो भइरहेको छ। अन्त अब अहिले अरू कामहरू त्यस्तो केही गर्नु परेको छैन। बोजू के भन्छ खालि पकायो खुवायो घर सफा राख्यो बोजूलाई नुहाइधुवाइ गऱ्यो त्यति हो काम। नभए त अरू बेला बिस्किट बनाउनु यो गर्नु त्यो गर्नु पर्थ्यो होइन। अहिले छैन त्यस्तो कामै छैन। अन्त आज भरे चाहिँ बिहामा जान्छु। फेरि नातिले फोन गरेर जसको बिहा छ नि रुँदै फोन गरेको थियो अरे हो। मेरो बोजू आइदियोस् बिहामा, मेरो सपना हो, मेरो बोजूले मेरो बिहा हेरेको। अन्त नाति चाहिँले चाहिँ अघि बिहान छोरी चाहिँलाई बोजूको छोरीलाई फोन गरेर रुँदै मेरो बोजू मेरो बिहामा आइदियोस् होइन, मेरो सपना हो, मेरो बोजूले मेरो बिहा देखोस् भन्दै त्यस्तो के भन्दै थियो अरे हो। त्यही कारण चाहिँ हामी जान्छु हो। के कसो हुन्छ म अपडेट गर्छु नि तपाईँहरूलाई ल। र यति नै अपडेट तपाईँहरूलाई छ अहिलेको लागि होइन। अन्त भरे हामी बिहामा जान्छु र त्यो बिहाको भ्लग चाहिँ म तपाईँहरूलाई भोलि देखाउँछु नि ल। आजको लागि अन्त अब लेख्न गन्तव्य हाँस्दै हाँस्दै बिदा गरेर यस्तै भेट्न चाहन्छु। तपाईँ पनि सबैजना खुसी हुँदै खेल्दै नाच्दै गाउँदै खाँदै 2 हजारचोटि प्रार्थना गर्नु होला। त्यति बेलासम्मको लागि बाई बाई, टेक केयर, धेरै धेरै माया।